के योपालि फेरि झुकाएको हामीलाई? नमस्ते र जय गोर्खा है। नसिब दार्जिलिङवासी र गोर्खाप्रेमी र गोर्खाल्यान्डको पनि धेरै सपना छ र आज धेरै चिज देखेँ, धेरै चिज हेर्दैछु, फेसबुकमा हेर्दैछु है। राजनीति यो मोडमा गयो, राजनीति त्यो मोडमा गयो, राजनीति त्यो कालो चढ्दैछ, राजनीति त्यो ओह्रालो झर्दैछ देख्दैछु। तर राजनीति दार्जिलिङ कुन दिशामा जाँदैछ त्यो भन्ने कसैको हिम्मत छैन। दार्जिलिङमा अब के चिज हुन्छ, कस्तो बनिन्छ, के कारणले स्टार्टर चल्छ, के कारणले ट्रेजेडी निक्लिन्छ त्यो भन्ने कोही छैन हैन। अब आज देख्दैछु गोरोमोमो हैन, आज देख्दैछु गोरोमोमो एकजनाले जो हाम्रो पुरानो पार्टी, जो आप्पाले बनाउनु भएको पुरानो पार्टी आज ट्रेन्डिङमा छ। फेरि गोर्खाल्यान्ड 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 हुनैपर्छ, आफ्नो माटो हुनैपर्छ, आफ्नो माटो हुनैपर्छ भन्ने छ। गोर्खाल्यान्डको मुद्दामा अगाडि बढ्दैछ। आफ्नो माटो हुनुपर्छ, आफ्नो हक पाउनैपर्छ भन्ने देख्दैछु। र यतापट्टि अर्को मुद्दा देख्दैछु मैले फेरि बङ्गालबाट दार्जिलिङ विभाजन हुँदैन भन्ने हैन। र अर्को मुद्दा अझै एउटा आएको छ मुनिपट्टि, फेरि के सिलगढी जिल्लामा जान्छ कि डिस्ट्रिक्ट बनिने भन्ने कुरा हुँदैछ हैन। अब म चाहिँ भन्छु के योपालि फेरि झुकाएको हामीलाई? योपालि फेरि झुकाएको हामीलाई? राजनीतिको सत्ता लगाएर बिजेपीलाई जिताउने भनेर सम्पूर्ण दार्जिलिङवासी, दार्जिलिङ जनता मिलेर, बङ्गालका सम्पूर्ण सपोर्टर मिलेर आज बङ्गालमा धेरै बिजेपी सरकार छ, र केन्द्रमा पनि बिजेपी सरकार छ, र दार्जिलिङ आफ्नो गोर्खाल्यान्ड दार्जिलिङमा पनि बिजेपी सरकार छ। र त्यत्रो हुँदा पनि आज के फेरि झुकाएको हामीलाई? फेरि झुकेको जनता $60 छटाउन सोचेर जिटिए भित्रमै के अब चाहिँ के आउँछ? आज कुन चाहिँ एउटा नयाँ चिज दिन आँटेको छ बिजेपीले?